सबैलाई नमस्कार। तपाईहरुलाई सम्पूर्णलाई धरान सिल्कको युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। अहिले म यो भिडियोमा देखाउँदै गरेको भिडियो चाहिँ यो हरैजा मोरङ जिल्लाको हरैजा भन्ने ठाउँमा हामीले निर्माण सम्पन्न लगभग गरिसकेको यो 2 स्टोरी प्यानल हाउस हो, जसमा चाहिँ हामीले आउटर वालमा चाहिँ 75 mm को आरपी प्यानल र भित्र चाहिँ 50 mm को फ्ल्याट प्यानल को प्रयोग गरेर निर्माण सम्पन्न गरेका छौं। यो घरको चाहिँ ग्राउन्ड फ्लोरमा 2 वटा बरन्डा छ। यो चाहिँ दक्षिण साइडको रोडतिरको बरन्डा हो। यो चाहिँ सानो एउटा डिजाइनको लागि मात्रै बरन्डा निकालेको छ र यसमा स्टिलको रेलिङ पनि बरन्डामा फिटिङ गरिएको छ। र यो घर चाहिँ लगभग 800 स्क्वायर फिटको कभरिङ एरियामा निर्माण सम्पन्न भएको घर हो। यो चाहिँ हरैजा बजारमा यो हटिया लाग्ने ठाउँमा पर्दछ। बजार लाग्ने ठाउँमा यो आरपी प्यानल हो, ग्रे कलरको 75 mm को। र बरन्डामा हामीले यो देख्न सक्नुहुन्छ पीवीसी बोर्डको फल सिलिङ फिटिङ गरेको छौं। यो पीवीसी को झ्याल अनि सिसा प्रयोग गरिएको छ। यसमा नेट पनि आउँछ। यो चाहिँ हामीले मेन डोर चाहिँ स्किन वाटरप्रुफ डोर प्रयोग गरेको छौं। रेडीमेड हुन्छ र हामी देख्न सक्छौं छिर्ने बित्तिकै एउटा मोडुलर किचन सहितको यो किचन निर्माण गरिएको छ। यो पनि कम्पनीबाटै निर्माण गरिएको हो। यो लगभग यो 70 स्क्वायर फिटको एरियामा हामीले चाहिँ राम्रो ब्रान्ड सीजी ब्रान्डको चिम्नी प्रयोग गरेर चाहिँ यो मोडुलर किचन निर्माण गरेको छौं। यो चाहिँ लगभग 70 स्क्वायर फिटको एरियामा अर्धनिकै रोजेमा चाहिँ फर्माइकाहरू युज गरेर यो निर्माण गरिएको छ। त्यो यसको ग्राउन्ड फ्लोरमा चाहिँ 2टा बेडरुम, एउटा हल, एउटा किचन, एउटा टोयलेट बाथरुम, एउटा पूजा कोठा, एउटा स्टोर पनि छ। फल सिलिङ डिजाइन चाहिँ लिभिङ रुममा फल सिलिङ डिजाइन पनि गरेको छौं। हामीले एकदमै राम्रो बनाउने कोसिस गरेको छौं। अर्धनिको रोजाई चाहना अनुसारको हामीले चाहिँ प्यानलको प्रयोग गरेर र इन्टेरियरको डिजाइनको पनि गरेर चाहिँ हामीले निर्माण सम्पन्न लगभग गरिसकेको यो घर हो। यो चाहिँ तल्लोको ग्राउन्ड फ्लोरको बेडरुम हो, फर्स्ट बेडरुम। यसमा चाहिँ 2टा झ्याल छ र भित्रबाट चाहिँ सेफ्टीको लागि प्रत्येक झ्यालमा ग्रिल पनि फिटिङ गरिएको छ। यो सेफ्टीको लागि, जसले गर्दा चाहिँ बाहिरबाट मान्छेहरू डाइरेक्ट भित्र आउन सक्दैन। सेफ्टीको लागि चाहिँ यसरी फिटिङ गरिएको छ। यो रेडीमेड डोर हो, यो प्लाइवुडको। यस्तो छ लगभग निर्माण सम्पन्न भइसकेको घर हो। यो ग्राउन्ड फ्लोरको अर्को बरन्डा हामी देख्न सक्छौं। एउटा ठुलो स्पेसियस बरन्डा छ। यो चाहिँ पूर्व फर्केको बरन्डा हो। यसमा चाहिँ हामीले स्टिलको रेलिङ फिटिङ गरेका छौं। एकदमै सर्ट टाइममा लगभग 3 देखि 4 महिनाको पिरियडमा चाहिँ हामीले यो निर्माण सम्पन्न गरेको छौं। उहाँहरू चाहिँ सर्नको लागि एकदम तयारी अवस्थामा हुनुहुन्छ। केही कामहरू सिलिकन अप्लाई गर्ने कामहरू बाँकी भएकोले गर्दाखेरि उहाँहरूको सामान चाहिँ शिफ्ट हुन बाँकी छ। अब हामी ग्राउन्ड फ्लोरको यो सिडीको तल चाहिँ एउटा ग्राउन्ड फ्लोरको लागि चाहिँ यो कमन टोयलेट बाथरुम बनाएको छौं। यसमा टाइलदेखि लिएर धाराहरूदेखि लिएर कमोड सबै फिटिङ भइसकेको अवस्था छ। एकदमै फिनिसिङ भइसकेको छ। यो स्पेसियस त्यस्तो कन्जस्टेड छैन, भर्याङ मुनि भए पनि हामीले एकदमै मिलाएर बनाएको छौं। यो बेसिन तलको लागि यो पनि एकदमै यसरी चाहिँ हामीले यो स्टेयरकेस पनि एडजस्ट गरेको छौं। यसमा स्टिलको रेलिङ पनि फिटिङ गरेको छ। यो चाहिँ स्टेयरकेसमा चाहिँ ग्रेनाइट, यो व्हाइट कलरको ग्रेनाइट फिटिङ गरिएको छ। यो चाहिँ कन्क्रिटकै हो, एकदमै कन्क्रिटकै हामीले भर्याङ बनाएको छौं। स्टिल रेलिङ फिटिङ सहितको भर्याङ। माथि जाने बित्तिकै हामी देख्न सक्छौं यहाँ ठुलो स्पेसियस बरन्डा छ। बरन्डामा फल सिलिङ पनि फिटिङ गरिएको छ। पीवीसी वाटरप्रुफ बोर्डको फल सिलिङ र वरिपरि चाहिँ यो ब्ल्याक पाइपको, यो फलामकै पाइपको प्रयोग गरेर चाहिँ
हामीले वरिपरि खाली स्पेसमा चाहिँ रेलिङ फिटिङ गरेको छौँ र यो रेलिङमा चाहिँ फलामको पाइप भएकोले गर्दाखेरि हामीले यो घरधनीको चोइस अनुसार हामीले कलर पनि इनामेल पनि गरेको छौँ। यो चाहिँ हटिया लाग्ने ठाउँ हो। यो हरैचाको चाहिँ यहाँ चाहिँ बिहिबार चाहिँ ठुलो हटिया लाग्ने गर्दछ। अब घरधनी चाहिँ एकदमै सर्ने तयारीमा भएकोले गर्दाखेरि उहाँहरू चाहिँ सामान म्यानेजमेन्ट गर्ने एकदमै बिजी हुनुहुन्छ। उहाँहरूको आफ्नै सामान म्यानेजमेन्ट गर्नको लागि चाहिँ म्यानेज गर्दै हुनुहुन्छ, सामान सिफ्ट गर्दै हुनुहुन्छ बेडरुमहरूमा। उहाँहरूको पलङदेखि लिएर दराजहरूदेखि लिएर सबै मिलाउँदै हुनुहुन्छ। यसरी हामीले चाहिँ यो घर चाहिँ निर्माण सम्पन्न अलमोस्ट 99% गरिसकेको छौँ। उहाँहरूको अब पर्दादेखि लिएर उहाँहरूको आफ्नै पर्सनल इन्टेरियरको कामहरू चाहिँ बाँकी छ। लगभग हाम्रो पार्टबाट चाहिँ कामहरू फिनिसिङ भइसकेको अवस्था हो। तपाईँहरूलाई पनि यस्तो किसिमको प्यानल हाउस निर्माण गर्नु परेमा हामीलाई डाइरेक्ट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हाम्रो अफिस चाहिँ धरानको औद्योगिक क्षेत्रमा छ भने कन्ट्याक्ट डाइरेक्ट गर्नको लागि चाहिँ नम्बर पनि म तपाईँलाई दिन्छु। मेरो नम्बर चाहिँ 9802762821 हो र हामीलाई फेसबुक, टिकटक, वाट्सएपमा डाइरेक्ट म्यासेज पनि गर्न सक्नुहुन्छ। हामीलाई चाहिँ मौका दिनुभएकोमा हाम्रो हरैचाको घरधनीलाई पनि म धन्यवाद दिन चाहन्छु। हामीले विश्वास गरेर चाहिँ घर बनाउने काम हामीलाई जिम्मा दिनुभयो, त्यसको लागि रानीसीको तर्फबाट धेरै धेरै धन्यवाद।